नमस्ते। जय देश जय नेपाली युवा नागरिक सम्पूर्ण प्रति आज फेरि यस सामाजिक सञ्जाल भित्तामा अर्ग्यानिक फेसलाई लिएर उपस्थित भइराखेको छु। म राम थापा पूर्वैलाम। म सम्भवतः किन उपस्थित भएको छु भने अब यस्तै क्रममा दुई चार कुरा भलाकुसारी आफ्ना मन्तव्यहरू राख्न यस सामाजिक सञ्जालमा चाहिँ एउटा ऊर्जा आउँछ। किन आउँछ भने यो तपाईँ हाम्रो चाहिँ एउटा समयले पाएको एउटा इन्टरनेटिङ जुन एउटा यो चाहिँ सिस्टम पाइएको छ। जस्तै योभन्दा धेरै अगाडि बाल्यकाल हाम्रो बाल्यकालमा फिल्म हेर्न पैसा तिरेर चाहिँ फिल्म हलमा जानु पर्थ्यो। एउटा कुनै फोटो खिच्न र एउटा फोटो फ्रेम बनाउनलाई फोटो स्टुडियो जानु पर्थ्यो भने अहिले हरेक कुरा गर्नलाई आफ्नै हातको मोबाइलमा पाइएको छ। यो एउटा समयले पाइएको, यसलाई सहज ढङ्गले सहजीकरण गर्न जानियो भने मलाई लाग्छ यो सामाजिक सञ्जाल राइट टु कलमा समाचार सम्प्रेषण गर्न पाउने चाहिँ सिस्टम अहिले आएको हो भन्ने लाग्छ। र यो सँगसँगै हरेक साथीहरू सामाजिक सञ्जालमा देश विदेश र स्वदेशमै रहेका व्यक्तित्वहरूमा चाहिँ विभिन्न भ्रम फैलाइराखेको अवस्था, जुन अहिलेको नीलो क्रान्ति नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा रहँदै गर्दा, केन्द्रीय सरकारमा रहँदै गर्दा विभिन्न 34 वर्षीय राजनीतिक दलको अराजकता र आक्रमण षड्यन्त्र तरिकाले एउटा चाहिँ सबैभन्दा धेरै जुन एउटा हिजो पटक पटक चाहिँ मन्त्री भएका एमाले कार्यकर्ता व्यक्तित्वहरूको अराजकता र वामपन्थी खेलको यो सबै तपाईँ हामीले बुझेका छौँ। किन मैले वामपन्थी खेलहरू भन्दैछु भने तपाईँ हामीलाई राम्ररी थाहा छ, योभन्दा अगाडि 34 वर्षका राजनीतिक इतिहासमा कुनै पनि व्यक्तिले यो जुन एउटा कट्टर एमाले प्रति खडा प्रश्न उठायो भने आफ्नै स्थानीय गाउँमै पनि त्यहाँ वामपन्थी खेल सुरु हुन थाल्छ। जबकि आफ्नो बुढीसँग नै कुनै अलिकता केही तुसतास छ भने ती वामपन्थी व्यक्तित्वहरूले आफ्नो बुढीलाई उचालिदिएर अनि बुढीप्रति एउटा अखण्ड बनाएर आफ्नै बुढीसँग चाहिँ राति सुतेको पनि बलात्कारका केसहरू गरेर त्यो जुन नेपाली नागरिकलाई त्यो गाउँबाटै निकाला या त एउटा चाहिँ अखण्ड बनाएर मुद्दा लगाएर दलदलमा फसाएर कि गाउँमै छोडेर हिँड्ने बाध्यता चाहिँ पुर्याएका इतिहासहरू छन्। यसको चिरफार गर्न, यसको अन्त्य गर्न नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी हरेक सर्वभारा नेपाली नागरिकको आस्थावादी बनेर यो सत्तामा पुर्याएको हो भन्ने हामीहरूलाई यथार्थ र हामीहरूलाई सबैलाई खुलस्त छ। र भन्न चाहन्छु, अहिलेको सरकार केन्द्रमा रहँदै गर्दा हरेक साथीहरूले भन्नुहुन्छ, हरेक विपक्षी व्यक्तित्वहरूले भन्नुहुन्छ, टिका टिप्पणी ल्याउनुहुन्छ, उहाँहरूलाई के काम गर्यो यो सरकार आएर कसो गर्यो भन्दै भन्नुहुन्छ। उहाँहरूले काम गरेको त देख्नुहुन्न र काम गर्दै गर्दा पनि हिजो हाम्रै दल हुँदाखेरि चाहिँ के अरे परियोजन गरेका ती चाहिँ उसमा ती विषयवस्तुहरूलाई चाहिँ सदनसम्म ल्याएको त्यही काम गरेर त्यो काम पुरानै राजनीतिले गरेको कामलाई मैले काम गरेँ भन्न पाइन्छ भने जस्तो एउटा अखण्ड मचाउनुहुन्छ। कृपया यदि तपाईँहरूको सत्ता हुँदा ती व्यक्तित्वहरूले धनी पूर्जा पाउँथे भने पटक पटक धुरी कर तिर्दै ओडा किन धाउनु पर्थ्यो होला। अनि आज देख्दै हुनुहुन्छ होला चितवनमा पनि धनी पूर्जा यो सरकारले 900 भन्दा बढीलाई बाँडेको र अलिक अगाडि पनि देख्नुभयो होला 100 भन्दा कति घरलाई बाँडेको। अनि यो सरकारले के काम गर्यो भन्दै प्रश्न खडा गरिरहनुहुन्छ। सम्झिनुहोस्, तपाईँहरूको भ्रम होला, तपाईँहरूको भ्रम होला। भ्रम के होला भने विपक्षी दलहरूको विभिन्न पुराना व्यक्तित्व दलहरू माओवादी, काङ्ग्रेस, एमाले र राप्रपा र अहिले नयाँ भएको श्रम स्वीकृति पार्टीको पनि भ्रम होला। तर त्यो भ्रममा नपर्नुहोस्। अब नेपाली जनता सचेत दिमाग जुन एउटा परिवर्तनको खाता बोकेर आइसकेका छन्। किनकि हिजो बाबुबाजेको जस्तो सिस्टममा अहिलेका नागरिक छैन। हिजो बाबुबाजेको सिस्टम के थियो भने पुरानै राजनीतिक दल हाम्रो पार्टी बुवाको पार्टी आमाले भोट हालेको चिन्ह भन्दै त्यही चिन्हमा मरिमेटेर भोट हाल्ने एउटा सिस्टम थियो। अनि एउटा चाहिँ कस्तो घमण्ड थियो भने एउटा चाहिँ जातीय हिसाब किताब ल्याएर आफ्नो जातीय प्रति नै भोट हाल्ने एउटा त्यो घमण्ड थियो। त्यही घमण्डले गर्दा हिजो बाबुबाजेहरू चप्पल पनि बनाउन नजानेर र कट्टु लुगा पनि बनाउन नजानेर
एउटा धोती र चप्पल नलाइकन मर्नुपर्ने बाध्य भएको थियो। तर अहिलेका जननागरिकमा त्यो घमण्ड छैन। अब देश परिवर्तन गर्न र देश डेभलप गर्नका लागि विभिन्न देशमा निहालेर अन्तर्राष्ट्रिय मुलुकलाई परिकल्पना गरेर हामीहरूले देश परिवर्तन गर्नका लागि त्यही बाउको पार्टी त्यही बाउको चिन्ह भनेर बसेर नहुँदो रहेछ भनेर नै अहिले नयाँ नेतृत्व नीलो क्रान्तिलाई 5 वर्षसम्म त्यो ठाउँमा पुर्याइएको हो र 5 वर्षसम्म त्यहाँ त्यही पुराना राजनीतिक दलको आडमा बसेर अनि यो सरकारलाई विफल गराउने हिजो जुन आडमा बसेर ठेक्का पट्टा लिएर विभिन्न आफ्नो बुढीको फरिया र बुढीको सुन चाँदी जोड्न सक्षम भएका व्यक्तित्वहरूको यो उद्देश्य होला। त्यो भ्रममा नपर्नु होला कृपया, किनकि त्यो तपाईँहरूको भ्रम हो। तपाईँहरू सोच्नु होला अब जनता फेरि रिब्याक पुरानै काङ्ग्रेस एमाले माओवादी र राप्रपा अनि यो श्रम स्वीकृति पार्टी भनेर आउनेवाला छैन। अब जनताले बुझिसकेका छन्। अन्तर्राष्ट्रिय मुलुक पनि जुनै विकसित देशहरू डेभलप भएको छ कि क्षमता त्यहाँका नागरिक एउटा मत परिवर्तन गर्न सक्ने क्षमता बोकेर अनि त्यस पछाडि यो सरकारले काम गरेन, अब नयाँ नियुक्ति सरकार खोज्नुपर्छ, नयाँ नेतृत्व ल्याउनुपर्छ भनेर नयाँ नियुक्तिमा चाहिँ समर्थन गरेर मात्रै डेभलप भएको इतिहास छ। त्यसैले गर्दा अब देश डेभलप हुनुपर्छ भने 5 वर्ष नेपाल राष्ट्र स्वतन्त्र पार्टीलाई हेर्ने सबै जनमाजको उद्देश्य छ। त्यस पछाडि फेरि तपाईँहरूको सोच होला यो सरकार विफल गराएर रिब्याक काङ्ग्रेस एमाले माओवादी राप्रपा अनि श्रम स्वीकृति पार्टीमै जनता ल्याउने। तर भ्रम नपर्नु होला, यो असम्भव, यो हुन सक्दैन। र हरेक जनमाजलाई म चाहिँ यही के अरे सामाजिक सञ्जालको लाइभ मार्फतबाट भन्न चाहन्छु, तपाईँ हामी सचेत हुन जरुरी छ। अब तपाईँ हामी यही सरकारले पनि 5 वर्षमा काम गर्न भने हामीहरूका हरेक उद्देश्य छन्, चिन्न सकिएका छैनन्। तपाईँ नेपालको झन्डा राखेर सो नागरिकको पार्टी खोलेर फेरि नयाँ नेतृत्व ल्याउन सकिन्छ। नेपालकै चिन्ह नेपालको त्यो जुन भूगोलको चिन्हलाई राखेर पनि चुनाव चिन्ह बनाएर नयाँ नेतृत्व ल्याउन सकिन्छ। अनि यसमा जनता नयाँ नेतृत्व खोज्दै जाने, पुरानै पार्टीमा रिब्याक आउँदैन। तपाईँहरूको त्यो भ्रम हो। अब नेपाली जनता फेरि पुरानै पार्टीमा रिब्याक आएर तिनै भ्रष्टाचारी नेतालाई सत्तामा पुर्याउँछन् कि भन्ने सोच विचारमा त्यही आडमा बसेर हिजो चाहिँ विभिन्न बजेट परियोजना गर्दै आफ्ना बुढीका फरिया र सुन चाँदी फेर्ने व्यक्तित्वहरूको सामाजिक सञ्जाल र देश विदेश अनि स्वदेशमा हङ्गामातिर अब नेपाली जनमाज आउनेवाला छैन। नेपाली जनमाजको जुन दिमाग छ, दिमाग परिवर्तनमा छ। परिवर्तनमा हुँदै गर्दा यो सरकारको काम हेरिरहेछ। यो सरकार 5 वर्षसम्म हेर्नेछ। 5 वर्ष पछाडि फेरि नयाँ नेतृत्व, योग्य युवाहरू, विभिन्न शुभेच्छुक युवाहरू नयाँ चिन्ह राखेर, यदि भएन भने नेपालको झन्डै चिन्ह बनाएर, यदि भएन भने नेपालको जुन नक्सै चिन्ह बनाएर फेरि नयाँ नेतृत्व खडा गरेर फेरि उपस्थित हुनेछ। तर पुरानो राजनीतिक दलमा रिब्याक हुनेवाला छैन। यो सम्पूर्ण नेपाली नागरिकप्रति पनि यो सचेतन रहनेछ। र यो चाहिँ म एउटा प्रतिवेदन यस मेरो भनाइहरू टिका टिप्पणी पनि राख्दछु। हामी अब पुरानो राजनीतिक दलको रिब्याकमा होइन, नयाँ नेतृत्वको चाहिँ सोच विचारमा अगाडि बढ्नुपर्ने चाहिँ तपाईँ हामीले हरेक नागरिकले त्यो सङ्कल्प गर्नुपर्ने समय हुन्छ। र पुरानै राजनीतिक दलमा आएर पुरानै राजनीतिक दललाई ल्याएर चाहिँ यो हुनेवाला छैन। किनकि हरेक विकसित देशहरू पनि नयाँ नेतृत्व सत्तामा पुर्याएर अनि मात्रै विकसित भएको उद्देश्य छ। पुरानो यो खैलान पार्टीहरूको पछि लाग्ने अब कुनै पनि जनताले यो निर्णय लिनेवाला छैन। यो चाहिँ हेकार होस्, तपाईँहरूको एउटा भ्रम होला। अब यो सरकारलाई विफल पारेर फेरि जनता रिब्याक ल्याउनुपर्छ अनि सत्तामा हामी नै पुग्नुपर्छ भन्ने होइन। तर त्यो चाहिँ तपाईँहरूको भ्रम हो। अब जनता त्यस्तो स्टेटमा रहनेवाला छैन। हिजोको इतिहास थाहा छ। बाबुबाजेले एउटा धोती र चप्पल नलाइ मर्नुपर्ने अवस्था, पुरानै राजनीतिक दल भन्दै बसिरहँदाखेरि अनि त्यो अब चप्पल पनि बनाउन नसकेर नलाइकन मर्नुपर्ने अवस्था बनेको थियो भन्ने नेपाली जनमाजले अहिलेका सचेत युवाहरूले बुझिसकेको छ। त्यो भएपछि यो चाहिँ अहिलेको यो जुन इन्टरनेटिङ सिस्टम, यो चाहिँ टेक्नोलोजिक जमानामा जनताले अब टेक्नोलोजीकै खोजी अगाडि बढ्नेछ। रिब्याक पुरानो ती इतिहास हिजोका ती पुर्खौली उसमा आउनेवाला छैन। यो चाहिँ हेकार होस् होइन। र तपाईँ हामी हरेक नागरिक अब सचेत पनि हुनुपर्नेछ। 5 वर्ष पछाडि झोला बोकेर हामी नेपाल राष्ट्र स्वतन्त्र पार्टीमै झोला बोकिरहने होइन। 5 वर्ष यसको काम हेर्ने हो। यदि यसले पनि काम गर्न सकेन भने नयाँ नेतृत्व, जुझारु नयाँ युवाहरूलाई फेरि खडा गरेर नेपालको झन्डै पुरो चिन्हमा राखेर या त नेपालको नक्सै चिन्हमा राखेर नयाँ नेतृत्व फेरि सुरुवात हुनेछ। यो चाहिँ हेकार होस्। यो चाहिँ म यही लाइभबाट भन्न चाहन्छु। त्यसैले गर्दा सर्वप्रथम सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यहाँ हरेक सामाजिक सञ्जालमा हरेक
चाहिँ प्रत्यक्ष स्वदेशमै पनि यस्ता व्यक्तित्वहरू छन् कि यो जुन आन्दोलनमा निस्केर यो सरकारलाई विफल बनाएर अनि फेरि नेपाली जनमासको भोट चाहिँ पुरानै राजनीतिक दलमा ल्याएर अनि पुरानै राजनीतिक दलका नेता सत्तामा पुर्याउनु पर्छ भन्ने उद्देश्य बोकेका व्यक्तित्वहरू धेरै देखिन्छन्। तर तपाईँ हामी अब सचेत हुनुपर्छ। हरेक विभिन्न डिप्लोमेटिक जुन परिवर्तन भएका देशलाई मध्यनजर गर्नुपर्ने हुन्छ। ती देशहरू पनि नयाँ नेतृत्व ल्याएर त्यो नेतृत्वले काम गरेन भने फेरि अझै नयाँ नेतृत्व खोजेर अनि मात्रै डेभलप भएको इतिहास छ भनेपछि अब नेपालले पनि डेभलप खोजेको छ, नेपालले पनि परिवर्तन खोजेको छ। यो पुराना रिब्याक भएर यी पुराना झोले झ्याम्टेका फेरि सत्तामा पुर्याएर डेभलप हुन्छ भन्ने सोच विचार चाहिँ तपाईँ हाम्रो मनस्थितिमा छ भने त्यसलाई फुत्तै निकालेर फालिदिउँ। अब सोच परिवर्तन गरौँ। 5 वर्ष नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको कामलाई हेर्ने हो। 5 वर्ष नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको कहाँ 100%मा 75% काम गरेर गयो भने यही पार्टीलाई यही सरकारलाई रहिरहन दिने हो। यदि यो सरकारले पनि 100मा 5% मात्रै गरेर 95% चाहिँ लसमा बनायो भने यसलाई पनि चिरफार गरेर फेरि नयाँ नेतृत्व खोज्ने हो। नयाँ नेतृत्व यदि चिन्ह भाइभरका चिन्ह सबै राखेर पार्टी बनाइसकेका छन् भने पनि अब बाँकी छ नेपालको झन्डा राखेर पनि एउटा जनमासको आस्थावादी बनाएर या त नेपालको नक्सालाई राखेर पनि चुनाव चिन्हको नक्सालाई बनाएर पनि फेरि एउटा जनमासको आस्थावादी बनाएर फेरि नयाँ नेतृत्व ल्याउन सकिन्छ। यो चाहिँ हामीले सचेत हुन जरुरी छ र सोच्नु पर्ने छ। यो पुराना राजनीतिक दल फेरि रिब्याक हुनु पर्ला, यसले काम गर्न भन्ने सोच विचार चाहिँ निकालेर फुत्त फालिदिनुहोस्। नयाँ सोच विचारमा अगाडि बढ्नुपर्ने हुन्छ। देश हामीलाई परिवर्तन चाहिएको छ, सुशासन चाहिएको छ, भ्रष्टाचार अन्त्य चाहिएको छ र यो चाहिँ एउटा चन्द्र सूर्य झन्डा चाहिँ फरफराइराख्ने खालका नेतृत्व हामीलाई चाहिएको छ। त्यसैले गर्दा पुराना राजनीतिक दलको सबै इतिहास हेरियो, श्रम स्वीकृति व्यक्तिको पनि हेरियो, यो एउटा आलोचना काले काले मिलिखाउँ भाले भन्ने यो चाहिँ एउटा सोच विचारलाई परिकल्पना गरियो। त्यो भएपछि तपाईँ हामी सचेत हुन जरुरी छ। यहाँ हरेक विषयवस्तुहरू ल्याउनुहुन्छ अनि हरेक कुराहरू ल्याउनुहुन्छ अनि यो सरकारलाई विफल गर्नुहुन्छ। हामीले नजानेको वामपन्थी खेल नजानेको तपाईँ हामीलाई राम्रो थाहा छैन र मैले अघि भनिन र एउटा आफ्नै श्रीमान श्रीमतीसँग पनि अखण्ड बनाएर त्यो वामपन्थीसँग थोरै केही प्रश्न खडा गऱ्यो भने त्यसलाई कसरी गाउँबाट खेदाउने, कसरी त्यसको चाहिँ नाम निशाना मेटाउने भनेर आफ्नै बुढी पनि अलिकति डिस्कनेक्ट छ भने त्यो बुढीलाई उचालेर राति बुढीसँग आयो भने बलात्कारको केस बनाएर अनि त्यो बुढीका विषयवस्तुलाई मुद्दालाई माथि पुर्याएर अनि त्यो छोरो मान्छेलाई गाउँ निकाला गर्ने खालको वामपन्थी हो। हामीलाई थाहा छैन र त्यो कुरा बुझ्ने कि नबुझ्ने अब जनताले बुझ्नु परेन र हिजो इतिहास छैन र अझै पनि इतिहास छैन। हिजो जेएनजी आन्दोलनमा चाहिँ विभिन्न मसिना भाइ बहिनीहरू चाहिँ गोली हानेर त्यो गोली खाएको तातो गोली खाँदै गरेको आक्रोशमा भाइ बहिनीहरूले चाहिँ संरचना डढाउँदै गर्दा दर्शक नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक व्यक्तित्वहरू अरे यार भनेर हेर्न जानलाई खोजी मुद्दा लागेको छ। त्यो हामीलाई थाहा छैन र त्यो हामी आफैले पनि भोगेको छैन र अनि अझै पनि वामपन्थी खेल हामी तले बुझेका छैनौँ। यस्ता वामपन्थी खेलमा फेरि रिटर्न ब्याक हुन्छन् भनेर यो भ्रम फैलाउने व्यक्तित्वहरूको लागि म अपिल गर्दछु। तपाईँहरूको त्यो भ्रम मात्रै होला। अब जनताले यो 5 वर्ष पछाडि पनि 70% यो सरकारले काम गरेको चाहिँ महसुस भएन भने जनता फेरि पुरानै राजनीतिक दलमा फिर्ता आउनेवाला छैनन्। नयाँ नेतृत्व भएन भने झन्डा नेपालको चन्द्र सूर्य झन्डालाई चिन्हमा राखेर चुनाव चिन्हमा राखेर फेरि जनमासको एउटा सङ्ग्रह त्यहाँबाट विद्रोह हुनेछ र भएन भने यति नक्सा नेपालको नक्सालाई चुनाव चिन्हको बनाएर फेरि जनमासको एउटा सङ्ग्रह त्यहाँनिर उत्पन्न हुनेछ। फेरि रिटर्न ब्याक चाहिँ आउनेवाला छैनन्। यो हेक्का रहोस् भन्दै मेरा 2 शब्द यही टुङ्ग्याउँछु। हस्त नमस्ते। जय घन्टी, जय देश, जय रवि, जय इलाम।